हेलो गाइस, हामी चाहिँ यो हाम्रो पुरानो भन्दा पनि धेरैले छोडिसक्यो होइन। अब चाहिँ भन्नुपर्दाखेरि हाम्रो जमिनतिर घुम्न आएको छु होइन। बसाइ चाहिँ हल्का उता हो, यता यसो घुमघाम भन्दा पनि खेतबारीमा कस्तो छ भनेर आएको हुँ। अब यसो भिडियो बनाऊ भनेर मैले चाहिँ एउटा सानो भिडियो बनाएको छु होइन। यो भिडियोमा कस्तो लाग्यो हाम्रो हरियाली होइन, डाँडापाकातिर त सुक्खा छ होइन। यता भन्नुपर्दाखेरि हाम्रो जमिनतिर चाहिँ अहिले गहुँ लगाएको छ होइन, हरियाली छ हेर्नुहोस्। अहिले चाहिँ म त्यहाँ पनि थोरै बस्ती थियो होइन, एउटा बस्ती छ अहिले छ होइन। त्यहाँनिर एउटा घर छ खाली छ, यता घर खाली छ, केही होइन, सस्तो मस्तोमा हो होइन। त्यहाँ छ होइन घरहरू, यो भाडामा दिनलाई यसो राखिरहेछन् होइन हाम्रै दाजुभाइले। यसो भाडामा लिनुहुन्छ भने आउनु होला होइन, रमाइलो ठाउँ छ होइन। त्यहाँनिर एउटा गुफा भन्छन् होइन, माथिनिर पनि एउटा घर छ होइन। त्यो चिउराको रुख छ त्यहाँनिर, हल्का गुफा छ, घुम्नलाई पनि धेरै रमाइलो छ होइन। हामी चाहिँ यता उहाँतिर छौँ, जमिनतिर छौँ। अहिले चाहिँ सुक्खा भइरहेछ, त्यसैले हरियाली पनि छैन, डाँडापाखा सुक्खा भइरहेछ। अहिले के भन्छन्, गाजो काटेर ठेक्रा भन्छ नि, ठेक्रा मात्र राखिरहेछ। अब चाहिँ यसो भिडियो बनाउनलाई हो उहाँतिर जुम गरेर हेर्नुहोस्, परिवार बसिरहेछन्। यसो गाउँ चाहिँ माथि हो, यसो खेतबारीतिर गहुँ पन्याउने, काटकुट गर्ने, अनि यसो तरकारी सरकारी लगाउने, हावापानी जता हावापानी त्यता राम्रो बसी बसाइ हुन्छ होइन गाइस। अब चाहिँ तपाईँहरूले पनि घुम्न